फिर पनि hello and namaste guys. Welcome back to my new video. I hope सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। स्वागत छ मेरो नयाँ ब्लगमा। म चाहिँ गाइज आज बिहान बिहान उठेर यसरी मोबाइल फर्याउनुको कारण म जाँदैछु गुडेर हैन गुडेर। म चाहिँ कहाँ जाँदैछु भने गुडेर केल यानी कि मलेसियाको राजधानी। म चाहिँ आज मलेसियाको राजधानी केल जाँदैछु गाइज। तपाईँले थम्बनेल टाइटल पनि देखिसक्नुभयो होला। भिडियो पछिसम्म हेर्नु होला कस्तो बनिरहेछ मेरो भिडियो केलको यात्राको लागि तपाईहरुलाई देखाउने नै छु। हामी चाहिँ 8-9 जना दाइहरुसँग जाँदैछु। म चाहिँ सानो मान्छे पछाडी पछाडी लागेर जाँदैछु गाइज। भाषा पनि आउँदैन त्यही भएर म पछाडी पछाडी लागेर जाँदैछु। अहिलेलाई छुट्यो गाइज, अवश्य पनि भिडियोमा भेटौँ। बाइ बाइ गाइज। म चाहिँ दाइहरुको रुममा जाँदैछु उहाँहरुसँगै जाने भनेर। एक्लै त जान सकिँदैन, धेरै टाढा हैन, यही हो अगाडि रुम। त्यही भएर म दाइको रुममा जाँदैछु गाइज। अब निस्किन लागेको। आज पनि पानी परेको छ, धेरै दिन भइसक्यो पानी पर्न लागेको। यहाँनिर मेरो मोबाइल भिजाइदिन्छ भन्ने मलाई डर छ गाइज। के गरौँ म अब? यहाँनिर पानी परिरहेको छ। यो ठाउँबाट म कसरी क्रस गरौँ गाइज? हेर्न सक्नुहुन्छ पानी परिरहेको। म दौडिन्छु गाइज। ल मोबाइलमा पानी पस्यो यार। 5000 को मोबाइल पनि जाला यार। ठिक छ, म दाइहरुको रुममा आइसकेको छु। माथि जानेछु, दाइहरुसँग भेट्नेछु। लेन दाइ, हेलो। साला ड्राउन दिन्छ नि यार। कसको? हाम्रो म्यानमार दाइहरु ल दाइ, मेरो भलकमा सबैलाई स्वागत छ। आज बिहान बिहान भलकी हाम्रो सोल्टी राजा। आज हाम्रो केलको एकदम हाम्रो सब हाम्रो गाडी पनि आइसक्यो गाइस। झ्याममा गाडी पनि आइसक्यो। अब गाडी पनि आइसक्यो। सोल्टी कस्तो लागिरहेको? सोल्टी कस्तो लागिरहेको? एकदम राम्रो हैन? ल दाइ हो। हाम्रो गाडीमा पानी परेर त्यही भएर यसरी गाडीमा पस्दैछौँ गाइस। ल जानु त। ल गाइस म बस्छु अब, मेरो पालो आयो दाइ। ल थ्याङ्क यू दाइ यतिको लागि। ल चल
फाइनल्ली बस चढ्यो गाइजहरू अब कहाँ खपिन्छ सिट नम्बर कति छ मेरो 11 नंबर को करने का डाले जाम जाम सिट नम्बर हेरिदिनु त दाइ मेरो त 38 लास्ट छ म त यार तिर्खा दाइ यार तपाईँले मलाई यस्तो घाटा पारिदिनु भयो दाइ यार के हुँदैछ हाम्रो बसमा 28 नम्बर 36 नम्बर 38 त तपाईँ र म हुम्ला यहाँ ल ठिक छ दाइ अब लाग्छ हामी केरलको यात्रा मलेसिया राजधानी हाम्रो पनि जाने दिन कहाँ पुग्ने हो बल्ल तल एउटा यात्रा सफल भयो गाइस त्यही हो देख्न सक्नुहुन्छ अब बसबाट निक्लिँदैछौँ हामी बसबाट निक्लिँदैछौँ अनि यो बस TVS I've got TVS guys TVS